नमस्ते, मेरो नाम रामसिंह तामाङ हो। माया तामाङ। नाम चाहिँ रेखा तामाङ हो। क्षेत्रबहादुर गौतम। आएर 5 वर्ष जति भयो। परिवारसँग भेट्न मिल्छ यहाँ हाम्रो। काम राम्रो रहेछ भनेर म पनि आएको हो पैसा कमाउनलाई। नमस्ते, मेरो नाम सुदीप आले। म अहिले ड्राइभिङ गर्दैछु र म एग्रो मनाङ र मनाङ भ्यालीमा 5 वर्षदेखि कार्यरत छु। र म 5 वर्ष अगाडि आउँदा मेरो जुन यहाँको अवस्था थियो त्यो अहिले धेरै चेन्ज भइसकेको छ। मनाङ लगायत पुरा मनाङ एग्रो मनाङ भ्याली एकदम चेन्ज भइसकेको छ। धेरै मान्छे आउने जाने गरिरहेछन्। नमस्कार, मेरो नाम चाहिँ सीमा महतो। म चाहिँ मनाङ बेभरेजेसमा काम गरेको 1 वर्ष बढी भयो अनि म चाहिँ ल्याब असिस्टेन्टमा कार्यरत छु। मेरो घर चाहिँ नवलपुर हो। मलाई चाहिँ खास साथीको थ्रुबाट थाहा पाएर चाहिँ म मनाङ बेभरेजेसमा काम गर्न आएको। मैले चाहिँ अहिले जे होस् यहाँ काम गरेर चाहिँ धेरै एक्सपिरियन्सहरू चाहिँ बटुल्दैछु। यहाँ मनाङ भ्यालीमा काम गर्दै आएको 6 महिनाको अवधि भइसकेको छ। मनाङ भ्यालीमा काम गर्दाखेरि चाहिँ अब बाहिर आउट कन्ट्री भन्दा पनि यो ठाउँमै काम गरेर आफूले एकदम होइन अब राम्रो भएको छ होइन। अब सेवा सुविधाहरू राम्रो छ, आफूले चाहेको कुराहरू पुगेको छ। जस्तै आफूले अब फ्यामिलीहरूलाई नि हेर्न पाएको छ र सँगसँगै अब फ्यामिलीसँग टाढा हुनु परेको छैन, एउटै ठाउँमा छ। नमस्ते, मेरो नाम योगेश तामाङ। म चाहिँ यही लमजुङ मनाङको ट्रक चालक हो। अनि ट्रक चलाउँदाखेरि हामीलाई पहिला चाहिँ हामी बेसरी खाली जानु पर्थ्यो। यहाँबाट तपाईँको मनाङसम्म आयो, मनाङबाट चाहिँ सामान हुन्थेन, खाली जानु पर्थ्यो। जब यो मनाङ गइन आयो तब यो त्यसबाट चाहिँ हामीलाई अलिक साहस भयो कि हामी खाली जानु परेन। त्यस हामीलाई चाहिँ पछाडि यहाँबाट जाँदाखेरि नि केही सहज भयो। हामीलाई अलिकति भाडा आयो भनेपछि हाम्रो अब यहाँबाट गएको भनेपछि आगो भाडा त जोगिन्छ। त्यही भएर हामीलाई चाहिँ अलिक सहजै भइरहेको छ।